नेपालमा भौतिक पूर्वाधारको असाध्यै दीर्घकालीन कायापलट कसको पालामा भएको छ भने 2018 सालदेखि 2028 सालको बिचमा महेन्द्रको पालामा भएको छ। म तपाईकै लागि तर्कलाई बरु तपाईलाई बल पुग्ने गरी भनिदिन्छु, किनभने यताको कुरा त तपाईले भन्न दिनु भएन। महेन्द्र राजमार्ग उनकै पालामा बन्यो, कोदारी राजमार्ग उनकै पालामा बन्यो, त्रिभुवन राजपथको करिब करिब हुन त अगाडिदेखि सुरु भएको उनको कालमा पूर्णता पायो। त्यसै गरी तपाईँको छुवाछुत प्रथाको खारेजी, नयाँ मुलुकीय पुरानोलाई विस्थापित गर्ने अहिले नै भएको छ। त्यसै गरी तपाईँको राजा रजौटादेखि लिएर अरूको उल्लङ्घनदेखि लिएर आधुनिक कालमा प्रवेश गरेको नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, शिक्षामा, स्वास्थ्यमा, संस्कृतिमा नेपाली मुद्राको प्रचलनदेखि लिएर के अरे औद्योगिकरण, सहरीकरण, यी प्रश्नहरू छन्। तपाईँलाई म यति सुत्दा कि नेपालीहरू अब चिया खाने हैसियतका भयो भनेर 7000 बिघा चिया बगान पनि लगाइदिएको थियो झापामा, त्यो पनि बेचेर खाए। र राजा महेन्द्रको पालामा के चिज बनाएको थिएन म भन्दैछु त। राजा महेन्द्रले त के गरेको थियो थाहा छ? त्यतिखेर विदेश जाने मान्छेलाई के पो भन्थे, मुङलान जाने भन्थे। त्यो मुङलान गएका मान्छे, आसाम गुवाहाटी गएका मान्छेलाई बोलाएर सिमानामा जग्गा दिएर 22वटा जिल्लामा जग्गा दिएर 2 बिघा जग्गा, एउटा कटरको रुख, एउटा 2 बिघा दिएर अवस्था अनुसार दिएर नि सिमानाको पनि सुरक्षा हुन्छ, नेपाली पनि बस्छन् भनेर दिएको।